नेपालको सुदूरपश्चिम अछाम जिल्लाको उत्तरी भागमा अवस्थित एक अद्भुत र स्वर्ग समान गन्तव्य रामारोशन। समुद्री सतहदेखि करिब 2500 मिटरको उचाइमा फैलिएको यो ठाउँलाई अछामको स्वर्ग पनि भनिन्छ। रामारोशनको पहिचान हो 12 बन्ड र 18 खण्ड। हरेक दिशामा हरियाली, घाँसे मैदान, पाटनमा फूलको रंगीन सजावट, ताल तलैयामा चराचुङ्गीको रमाइलो र टाढा हिमालहरूको चञ्चल दृश्य, यो सबैले रामारोशनलाई अद्वितीय बनाएको छ। रामारोशन केवल प्राकृतिक सौन्दर्य मात्र होइन, यो एक धार्मिक आस्था र विश्वासको केन्द्र पनि हो। रामारोशन जहाँ 18 पाटन र 12 ताल हिमालको दृश्य, संस्कृति र धार्मिक आस्थाको अनौठो सङ्गम भेटिन्छ। यो केवल एक गन्तव्य होइन, यो प्राकृतिक र अध्यात्मसँग नजिकिने यात्रा हो। यो चाहिँ सुदूरपश्चिममा रहेको रामारोशन गाउँपालिकामा स्थित एकदमै सुन्दर पर्यटकीय क्षेत्र पनि हो। एकदमै रुचाइएको ठाउँ भएको हुनाले पनि म विगत 15 वर्षपछि आज आफ्नो स्वदेश फर्किसकेपछि र थुप्रै नेपाली दाजुभाइहरूले रामारोशनलाई एक्सप्लोर गरिदिनु होला भनिसकेपछि चाहिँ यो समय अनुकूल नभए पनि यहाँ उपस्थित भएकी छु र अहिले म फाइनली रामारोशनमा पुगिसकेकी छु। र रामारोशनको यो पहिलो ताल हो र अहिले यो ताल लगायत यहाँका थुप्रै क्षेत्रहरूका विषयमा वडा नम्बर 1 का पूर्व वडा सदस्य हुनुहुन्छ हाम्रो आदरणीय अङ्कल प्रेम विकज्यूले पनि यो विषयमा जानकारी गराउँदै हुनुहुन्छ। यो चाहिँ यसले कुन ताल भनिन्छ? यसलाई यो रामारोशन गाउँपालिकाको वडा नम्बर 5 मा अवस्थित यो रामारोशन सुन्दरी पर्यटक स्थल पनि भनिन्छ यसकोलाई। विशेष गरी अर्को भन्नुपर्दा यसलाई यो फर्स्ट टाइम हाम्रो शुभारम्भमा जो हामी अहिले यो जाने क्रममा छौँ, यसलाई यो बाटुले ताल भन्छ। यस्ता बाटुले ताल जस्ता यहाँ भित्र थुप्रै तालहरू छन्। यसलाई 12 वटा ताल तलेहरू छन् अनि 18 वटा यस्ता घाँसे मैदानहरू छन्। त्यसैले यसलाई के भन्छ भने हाम्रो तपाईको के हो भन्दा यसलाई 12 बन्ड र 18 खण्ड भनेर पनि चर्चित छ। यो हामीले सुन्नु पाएको त्यही नै हो। अहिले आज हामी कति चाहिँ तालहरू घुम्न सकिन्छ? हामी अब तपाईको कति सकिन्छ, अब समयले कति भ्याउन सकिन्छ, मौसम पनि अनुकूल छैन। अब मौसम अनुकूल नभएको कारणले हामीले धेरै तालतले अपेक्षा त गरौँ, आशा गरौँ कति सकिन्छ। अब यो भन्दा पछि नेक्स्टमा अब हामी अर्को चाहिँ झिङ्गाले भन्छ, झिङ्गाले तालतिर जान्छौँ। त्यसभन्दा पछि अन्य घाँसे मैदानहरू पनि छन्। अनि यस्तो माथितिरको यो आकाशे भेड भन्छ त्यसलाई। अनि त्यो आकाशे चुचुरातिर पुग्छौँ। अनि त्यसको साथसाथै उतातिर खिनिमेनी भन्ने ठाउँ छ। योभन्दा अझै ठुलो अलि विराट टाइपको पाटन छ, त्यो पाटन पनि हेर्न लायक छ। यस्ता थुप्रै तालतलेहरू पनि छन् अनि पाटनहरू पनि थुप्रै छन्। अब समयले भए अनुसार हामी हेर्दै जाउँ। अहिले चाहिँ हामी यो मैदानमा पुगेका छौँ। खासमा यो मैदानको नाम के रहेछ अङ्कल? यो मैदानको नाम भनेको यसलाई रोशन भनेर चिनिन्छ। यो रोशनको मैदान भन्छ। रामा अनि रोशन दुईटै अलग हो है? रामा भनेको तपाईको जुन हामी फर्स्ट आवरमा जो जति बेला हामी सुरुवातमा जो आयौँ नि, त्यसलाई रामा भन्छ। अनि यसकोलाई रोशन भन्छ। यो रामा र रोशन मिलाएर सायद यसको नाम रामारोशन बन्न गएको हुन सक्छ। अनि यस्ता कतिवटा मैदान छन्? यस्ता मैदान भनेको 18 वटा मैदान छन्। हाम्रो उतातिर पनि तपाईको बोर्डमा पनि उल्लेखित छन्। 18 वटा मैदानहरू छन्। अनि यो माथि जुन झरना मतलब झरिरहेको छ, खासमा के रहेछ? यो माथि पनि तालहरू हुन सक्ने अनुमान छ कि कसो? ताल त्यतातिर ताल छैन, अन्यहरू फाँटहरू छन्, यस्तै खालको फाँटहरू छन् भन्ने भनिन्छ। अनि यसलाई विशेष गरी यसलाई भन्छ आकाशे भेड भनेर भन्छ, अनि गाडी पनि भन्छ हाम्रो भाषाले। अनि यसको यो हो। अनि योभन्दा पछाडि के होला? यो जुन कुइरो योभन्दा पछाडि यो झरनाको पछाडिपट्टि यतातिर पनि हाम्रो यतातिरको देखिने जो छ नि, यहाँ गाई गोरुहरूलाई गोठानहरू हुने, यहाँ भैँसी बर्खातिर यिनीहरूले आउँछन्, लेकतिरको भन्छन्, लेकबाट आएर यतातिर बस्ने गर्छन्। र यसको ठ्याक्कै उतातिर भन्नुपर्दा तपाईँको अर्को खालको एउटा किनिमेनी भन्ने मैदान छ। यो मैदान भन्दा पनि अझै देख्दाखेरि असाध्यै सुन्दरी, असाध्यै राम्रो खालको छ। अब हामीले भ्याउँछौँ कि भ्याउँदैन आज, त्यो भ्याउन सकिन्छ कि सकिन्न, हामी प्रयास गर्छौँ। हजुर, खासमा रामारोशनलाई चाहिँ एकदमै पर्यटकीय क्षेत्र भनिन्छ। यो अछाममा सुदूरपश्चिमकै जे भए पनि लोकप्रिय क्षेत्र हो। यसको वास्तविकता हजुरले उल्लेख गरिदिनु भए जनताहरूको लागि राम्रो हुन्थ्यो। रामारोशन भनेको कस्तो भनेर यो सुदूरपश्चिम भनेको पनि पिछडिएको ठाउँ हो हाम्रो सुदूरपश्चिमको पनि अछामको पनि रामारोशन, रामारोशनको पनि 26 बेल्ट भनेर चिनिन्छ जो यसलाई। अनि यो ठाउँमा यो यस्तो खालको आफैमा प्राकृतिक रूपले असाध्यै सुन्दर, अनि यसलाई सुन्दरी पर्यटक स्थल पनि भन्छौँ हामीले, यसरी बुझ्ने गरेका छौँ। अब यसको अझै
सबै यहाँको सरकारवाला स्थानीय सरकार प्रदेश सरकार लगायत सङ्घ सरकारदेखि लिएर तपाईँ जस्तो पत्रकार जगतहरूले पनि यसको प्रचार प्रसारको लागि अझै गरिदिँदा अझै यसलाई अझै टेवा पुग्थ्यो, अझै ऊर्जा थप ऊर्जा हुन्थ्यो। खासमा प्रचार प्रसार कम भएको हो। प्रचार प्रसार पनि नभएको भन्ने त होइन, विगतको भन्दा त धेरै प्रचार प्रसार भइसकेको छ, तर जति हुनुपर्ने थियो त्यति हुन सकेको छैन जस्तो लाग्छ। बाटो पनि यसो हेर्ने हो भने हुन त स्वर्गभन्दा पनि प्रिय ठाउँ छ यो, एकदमै सुन्दर ठाउँ छ, हरियाली छ। आई थिङ्क आउट अफ कन्ट्रीबाट एब्रोडबाट सबै ठाउँबाट चाहिँ पर्यटकहरू आउँछन्, तर यो बाटो यसो हेर्ने हो भने त एकचोटि आएको मान्छे फेरि आउने मन नलाग्ला भन्ने खालको अवस्थाको बाटो पनि छ। यो स्वाभाविक हो, किनभने सिजन पनि त्यस्तो बर्खाको सिजन भयो। हजुर। अनि हिउँदो मास जस्तो अनि सुखाम वातावरण छैन, हिलाम्बे छ, गाडीको अवस्था यस्तो छ, पहाडको बाटो भौगोलिक हिसाबले पनि असाध्यै विगत ठाउँ, भौगोलिक हिसाबले पनि हुनसक्छ। अनि यसलाई जो अब आगामी दिनहरूमा अब यहाँको सबै मान्छेदेखि लिएर यहाँको सबैको एउटै आवाज भएर यसलाई विकास गर्नुपर्छ। बाटोघाटोदेखि लिएर यहाँका बुढेटा बाटाहरू, अन्य तालतलाका छेउछाउका जो मान्छेहरूलाई यात्रुहरूलाई हिँड्नलाई अलि शास्ति भोग्नुपर्ने अवस्था देखिरहेको छ। यसको लागि सम्बन्धित निकायसँग हामी पनि कुरा गर्छौँ, तपाईँहरूले पनि कुरा गर्नु पर्यो। त्यसैले यसको विकास हुन्छ। ओके, जस्तो स्थानीय सरकारले त्यति धेरै ध्यान नदिएको अवस्था पनि स्थानीय सरकारले ध्यानै नदिए त होइन। तपाईँको 2074 सालको यो स्थानीय सरकार यहाँको आइसकेपछि पहिला यहाँमा डुङ्गा चलाएको थिएन है। स्थानीय सरकारको अब संयुक्त भनौँ न, अब अन्य सरकारवाला पनि होलान्, सबैको साझा प्रयासले डुङ्गा चलाउनु सफल छ। अनि सडकको कुराहरू पनि छ, अन्य कुराहरू पनि भइरहेको छ। पहिला तपाईँको यतातिर बस्नलाई पनि मान्छे बास बस्नको लागि पनि यता बास बस्ने ठाउँ थिएन। अहिले थोरै भए पनि केहीहरू होटलहरूको पनि व्यवस्था पनि छ, व्यवस्था भइरहेको छ। आउने जाने के अरे पर्यटकीय यात्रीहरूलाई त्यति शास्ति भोग्नुपर्ने अवस्था छैन। पहिलाको भन्दा धेरै चेन्ज पनि भएको छ। अनि जस्तो कि यसलाई घुम्दाखेरि चाहिँ नि कति दिन लाग्ला, यसलाई सम्पूर्ण रूपमा तपाईँको यो सबैलाई घुम्नु पर्दाखेरि यसको साथ डिटेल तपाईँहरूले घुम्नुपर्छ भने अनि म्याक्सिमम मेरो हिसाबले लगभग 3-4 दिन जति लाग्छ। 3-4 दिन लाग्छ है। यो एकदमै यही त यति ठुलो छ, यत्रै योभन्दा यही लेभलको अरू पनि हुन्छन् होला। यस्तो सबैभन्दा अन्य मैदानहरू पनि छन्। अब हामीले पनि सबै मैदान त घुमेको छैन, तर किनिबिनी भयो अनि रोशन भयो लगायतका केही मैदानहरू घुमेका छौँ। यस्तै खालको छन्, अलिकति हेर्न लायक छन्, राम्रो छन्, सुन्दर छन्। अब हाम्रो दृष्टिले सुन्दर देख्छौँ हामी। हजुर। अनि यही नै यो भिडियो हेरेर बसिरहनु भएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? यो भिडियो हेरेर दर्शक महानुभावहरूलाई हाम्रो एउटै अनुरोध के छ भने तपाईँहरू जुनसुकै क्षेत्रमा जुनसुकै ठाउँमा भए पनि यो रामरसन जस्तो एउटा पिछाडिको क्षेत्र, एउटा दूरदराजको क्षेत्रलाई तपाईँहरूले आफ्नो आफ्नो तह र तब्काबाट यसको प्रचार प्रसार गरिदिनु होला भन्ने किसिममा हाम्रो उहाँहरूलाई सुझाव सल्लाहको साथ र अनुरोध छ। हजुर, थ्याङ्क यू सो मच। अहिले चाहिँ मसँग हुनुहुन्छ रामारोसन पर्यटन क्षेत्रका कार्यकारी अधिकृत पूर्णबहादुर विक सर। सर्वप्रथम यहाँलाई धन्यवाद छ जुन स्वागत गर्नुभयो र रामारोसन पर्यटन क्षेत्र जुन राम्रो छ, यहाँको वातावरण, यहाँको हरेक कुराहरू चाहिँ एकदमै राम्रो भएको हुनाले र थुप्रै प्रवासमा बसेका नेपाली दाजुभाइहरूले पनि यो भिडियोलाई सम्प्रेषण गरिदिनु पर्यो भनेर मलाई चाहिँ आग्रह गर्नुभएको थियो। प्रवासमा पनि अछामका दाजुभाइहरू जो माया गर्नुहुने, अछाम मात्र नभइकन समग्र रूपमा यो रामारोसन पर्यटन क्षेत्रलाई माया गर्ने थुप्रै नेपाली दाजुभाइहरू हुनुहुन्छ। खास गरेर यसमा के विशेषता के छ? धन्यवाद। सर्वप्रथम तपाईँहरू हाम्रो मित्र राष्ट्रमा कर्मथलो बनाएर बस्ने, तर हाम्रो ठाउँलाई, नेपाललाई, नेपालका भूभागलाई, आफ्नो जन्मथलोलाई माया गर्ने तपाईँहरू माया गरेर यहाँ आइदिनु भयो। सर्वप्रथम मेरो कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक स्वागत छ। यहाँहरूको रामारोसन भ्रमण सुखद रह्यो होला भन्ने मैले विश्वास गरेको छु। त म ढिलो नगरी, मौसम पनि अत्यन्तै प्रतिकूल छ, म तपाईँको प्रश्नतिर केन्द्रित हुन्छु। तपाईँको प्रश्न जायज छ। यो रामारोसन यो पर्यटकीय दृष्टिकोणले पनि त्यत्तिकै सुन्दर छ। यहाँ 2500 को हाइटमा, समुद्री सतहदेखि 2500 मिटर माथिको हाइटमा 12वटा ठुल्ठुला तालहरू, 18वटा घाँसे मैदान, केही मैदानहरू र केही
तालहरू तपाईँले भिजिट पनि गर्नुभयो, स्थलगत अनुगमन पनि गर्नुभयो। हजुर। त यस्ता ठुल्ठुला 12वटा तालहरू र 18वटा ठुल्ठुला घाँसे मैदानहरू यो ठाउँमा छन्। यो त प्राकृतिक दृष्टिकोणले पर्यटकीय दृष्टिकोणले भयो। त यो धार्मिक रूपमा पनि यसको अत्यन्तै यो शक्तिपीठको रूपमा छ, धार्मिक रूपमा पनि यसको ठुलो महत्त्व छ। हिजो शिव पार्वतीले यहाँ बसोबास गरेको ठाउँ भन्ने पनि यसमा किंवदन्ती छ। शिव पार्वतीले यहाँ बसेर लामो समयसम्म उहाँहरूको वासस्थान रहेको भन्ने पनि छ। यो धार्मिक र पर्यटकीय दृष्टिकोण दुईटै दृष्टिकोणले यो अत्यन्तै अलौकिक र अत्यन्तै सुन्दर छ। यसको बयान गरि नसक्नु छ। तपाईँ छोटो समय लिएर आउनुभयो, मौसम पनि प्रतिकूल छ, पानी परिरहेको छ, बर्खाको समयमा आउनुभयो। त यो प्रतिकूल समयमा यहाँ आउनुहुन्छ भने यहाँ यसको 4 दिनको प्याकेज ल्याएर आउनुपर्छ। जति तपाईँ घुम्नुभयो, जस्तो हामी क्षेत्र हेर्नुभयो, बढी के अरे बाटुले ताल हेर्नुभयो, जिङ्गले ताल हेर्नुभयो र रोशन मैदान हेर्नुभयो, यो रामारोसनको 25% मात्र, 25% मात्र हो। यहाँ तपाईँले 4 दिनको प्याकेज ल्याएर यहाँ आउनुभयो भने टोटल रामारोसनको स्वरूप तपाईँ पाउनुहुन्छ। त यसको स्वरूप म तपाईँलाई जानकारी गराउँ, विभिन्न सिजनमा यसको स्वरूप फेरि चेन्ज हुन्छ। तपाईँ पुषमाघ मङ्सिरदेखि पुषमाघ फागुनसँग आउनुहुन्छ भने यी जो देखिरहेका डाँडा काँडा सेताम्मे देख्नुहुन्छ, हिउँले सजी सजावट जो एउटा मण्डपमा सजाएको दुलै जस्तो यसको रूप हुन्छ। त त्यहाँभन्दा अलि अगाडि फागुन चैत वैशाखतिर जानुहुन्छ भने यहाँ थुप्रै किसिमका लाली गुराँसले ढकमक्क भएको, पुरा के अरे जङ्गल हरियाली भएको त्यस्तो भेटाउनुहुन्छ। अब त्यहाँदेखि पछाडि असाढ साउन भदौमा पुरै जलमग्न भएका तालहरू है, पानीको सतह पनि केही बढेको तालहरू भेटाउनुहुन्छ। र असोज कार्तिक मङ्सिरतिर तपाईँ यहाँ पाल्नु भएछ भने अत्यन्तै सुन्दर। त त्यो समयलाई यो ठाउँको विशेष समयका रूपमा पनि लिन सकिन्छ। ग्राउन्डमा बुकी फुलहरू फुलेका, हरियो कार्पेट बिछिया जस्ता घाँसे मैदानहरू देखिन्छन् होइन। त्यसैले यो विभिन्न सिजनमा रामारोसनको आफ्नै परिचय छ, आफ्नै रूप छ, विभिन्न समयमा यसले रूप फेर्छ। अब यसको जति बयान गर्दा पनि कमै हुन्छ, छोटो समयमा रामारोसनको बयान त गरि नसक्नु छ। स्थानीय सरकारले कतिको चासो देख्छ? यस्तो छ, स्थानीय सरकारको चासो छ, सङ्घीय सरकारको पनि चासो छ, प्रदेश सरकारको पनि चासो छ, चासो नभएको होइन। अब यो धेरै विषयहरू छन्, चासो त छ। अब सीमित साधन स्रोत छ भन्छ। म पनि कार्यकारीको रूपमा धेरै भएको छैन, 3-4 महिना यता भयो। त म रामारोसनको विषयमा सरकारलाई तपाईँले भने जस्तै स्थानीय सरकार, सङ्घीय सरकार, प्रदेश सरकार, तपाईँहरू रामारोसनलाई चिनिदिनुहोस्, रामारोसनलाई पर्यटन पूर्वाधारको रूपमा विकास गर्नु पर्यो भन्दै गर्दा सीमित साधन स्रोत छ। अब ठिक छ, हामी गर्छौँ लाग्छौँ भनिराखेकै छन् सबै सरकार। अब केही हदसम्म लागिराखेकै पनि छन्, जस्तो पहिलाका भन्दा केही सुधार भएको छ। पक्कै पनि यहाँ पछि तपाईँ यहाँ पाल्नु भएछ भने केही सुधार भेटाउनु हुनेछ, तर सोचे जति सुधार हुन सकेको छैन। त म तपाईँको मिडिया मार्फत के जानकारी गराउँ भने सरकारको यहाँ कुनै लगानी नभएको, सरकारको नजरै नभएको पनि होइन, केही हदसम्म केही भइराखेको छ पूर्वाधार, तर यतिले मात्र पुगेको छैन। रामारोसनलाई यतिले मात्र पुगेको छैन। यहाँ सर र कालोपत्रे रोड चाहिएको छ, सुविधा सम्पन्न स्थानीय के अरे निजी क्षेत्रको पनि यहाँ लगानी चाहिएको छ, सुविधा सम्पन्न होटेलहरू भयो होइन, र पर्यटन पूर्वाधारका लागि थुप्रै जस्तो ट्रेकिङ बाटोहरू भयो, जस्तो प्रतीक्षालय भयो, यी तमाम के अरे पर्यटकीय स्ट्रक्चरहरू भनौँ न, पर्यटकीय पूर्वाधारहरू बन्न बाँकी छ। त्यो बन्नमा म तपाईँको मिडिया मार्फत, तपाईँ मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। र अब यो जुन गड गिफ्टको कुरा छ, जुन भगवानले दिएको एउटा यो एउटा गिफ्टको कुरा छ, अब यसको त जति चर्चा गरे पनि ललिताजी कमै हुन्छ होइन। अब यसको त अलिकति कस्तो भन्दाखेरि म आफै पनि यो बाटो हुँदै आएँ, हुन त एकदमै सुन्दर ठाउँ छ, एकदमै यो स्वर्ग भन्दा पनि प्यारो छ। हुन त विश्वमा गुलाम नबनेको देश नेपाल हो भनिन्छ। फेरि यो नेपाल जति सुन्दर अरू कहाँ होला जस्तो चाहिँ लाग्छ क्या मलाई। जम्मू कश्मीर कहाँ पुग्छ होला र मलाई त यो दुईजनाले कम्पेयर गर्दा पनि यो त जम्मू कश्मीर भन्दा ठुलो छ होइन। माथिको तालहरू हेरे, तलको मैदानहरू हेर्दा त एकदमै ठुलो छ। यसो हेर्ने हो भने कति राम्रो देखिन्छ। तर अलिकति फेरि यो रामारोसनलाई चासो दिने धेरै नेपाली दाजुभाइहरू हुनुहुन्छ, अलिकति बाटोको इस्युले गर्दाखेरि चाहिँ माथि आउनु गाह्रो छ। फेरि पनि म पनि एउटा
अछाम रामारोसनकै बासिन्दा भएको हुनाले यो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यो क्षेत्रलाई चाहिँ यहाँले हेरिदिनु भयो भने पक्कै पनि सरकारको लागि पनि र यो यहाँ बस्ने नेपाली दाजुभाइहरूको लागि पनि एकदमै फाइदाको कुराहरू हुनेछ भन्ने आशा गरेकी छु। पानी परिरहेको छ, एकदमै सरलाई धन्यवाद छ। फेरि पनि छोटो कुराकानी गऱ्यौँ र मेरो आफ्नै स्टडी भएको हुनाले त्यति धेरै समय मैले दिन सकेन। एक दिनको समय निकालेर चाहिँ आएँ, 2वटा ठाउँ चाहिँ घुमेँ म, त्यसमै पनि एकदमै आनन्दले रमाएँ। थ्याङ्क यू सो मच सर है। र यसै क्रममा हाम्रो मलातीकोट रामारोसन गाउँपालिकाका वडा नम्बर 1 का पूर्व वडा सदस्य आदरणीय अङ्कल प्रेम विकज्यूलाई पनि धन्यवाद दिन चाहन्छु, किनकि उहाँले पुरै यो यात्रामा मलाई चाहिँ एक्सप्लेन गर्दै नानु यहाँ यस्तो हुन्छ उस्तो हुन्छ भनेर चाहिँ बताउनु भयो। यो चाहिँ मेरो फर्स्ट टाइम हो रामारोसन। धन्यवाद छ। ठिक छ, प्रतिकूल समयमा आउनुभयो। यो यहाँ हाम्रो रामारोसनको लागि यो समयलाई हामी त्यति अनुकूल मान्दैन, किनभने अब यो यहाँ यो क्षेत्र त्यसै पनि पानी परिराख्ने क्षेत्र हो। प्रतिकूल समयमा आउनुहोस् तपाईँ, फेरि पनि तपाईँ यहाँकै बासिन्दा हुनुहुन्छ, कर्मले भारत बसे भए तापनि हाम्रै गाउँपालिकावासी हुनुहुन्छ, 1 नम्बर वडावासी। फेरि पनि आउनुहोस्, तपाईँको मिडिया मार्फत, तपाईँको मार्फत धेरै साथीहरू तपाईँको मार्फत आउने हामी त्यो कामना गर्न चाहन्छौँ। र यहाँको विषयमा तपाईँहरू जहाँ जहाँ जानुहुन्छ, तपाईँको मिडिया जसले जसले सुन्छन्, तपाईँको मिडिया मार्फत रामारोसनमा तपाईँहरू आइदिनुहोस्। एकचोटि कम्तीमा पनि स्वर्गको अनुभूति गर्नुहुनेछ, यो भूस्वर्गको अनुभूति गर्नुहुनेछ। र तपाईँ आउनुभयो, तपाईँलाई फेरि पनि हार्दिक स्वागत गर्छु। धन्यवाद। थ्याङ्क यू।